पछिल्लो समय शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यावहारिक सिपमूलक र प्रविधि मैत्री बनाउने आवश्यकता बढ्दै गएको सन्दर्भमा गोकर्णेश्वर नगरपालिका 2 नयाँपाटी स्थित हिम श्रृङ्खला एकाडेमीले आयोजना गरेको स्टिम एन्ड साइन्स एक्सपो आधुनिक शिक्षाको प्रभावकारी नमुनाका रूपमा प्रस्तुत भएको छ। विद्यार्थीहरूलाई घोकन्ते शिक्षण प्रणालीबाट बाहिर ल्याई अनुसन्धान, आविष्कार र प्रयोग मार्फत सिकाउने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा 1 देखि 10 सम्मका विद्यार्थीहरूले उत्साहजनक रूपमा सहभागी रहेको थियो। विशेष गरी कक्षा 7, 8, 9 र 10 का विद्यार्थीहरूले आफ्नै सोच, सिर्जना र मेहनतका आधारमा तयार पारेको विभिन्न परियोजनाहरूले एक्सपोलाई थप आकर्षक बनाएको थियो। कुल 38 वटा स्टल मार्फत विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितका विविध आयामहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो। जलविद्युत गृहको नमुना, रेन सेन्सर, फ्लड अलार्म, केबल कार प्रणाली, ड्रोन प्रविधि, मानव शरीर संरचना, स्मार्ट पार्किङ प्रणाली, रोबोट निर्माण तथा अग्नि नियन्त्रण उपकरण जस्ता परियोजनाहरूले विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा रूपान्तरण गर्ने क्षमताको झल्को दिएको थियो। त्यसैगरी आधुनिक शहरको नमुना, स्वचालित प्रणालीमा आधारित उपकरणहरू तथा वातावरण मैत्री प्रविधि सम्बन्धी अवधारणाहरूले पनि दर्शकहरूको ध्यान खिचेको थियो। प्रस्तुत परियोजनाहरूले विद्यार्थीहरूमा रहेको सृजनात्मक सोच, समस्या समाधान गर्ने क्षमता तथा प्रविधि प्रतिको बढ्दो आकर्षणलाई स्पष्ट रूपमा उजागर गरेका थिए। एक्सपोले केवल शैक्षिक प्रदर्शन मात्र नभई नव प्रवर्धन र प्रयोगात्मक सिकाइको वातावरण सिर्जना गरेको थियो। कार्यक्रममा विद्यार्थीहरूले यस्ता एक्सपोहरूले आफूहरूलाई पाठ्यपुस्तकमा सीमित नभई व्यावहारिक रूपमा सिक्ने अवसर प्रदान गर्ने बताएका थिए। उनीहरूले आफ्नै परियोजना तयार पार्ने क्रममा धेरै चुनौतीहरू सामना गर्नु परे पनि त्यसले नयाँ कुरा सिक्ने उत्साह झन बढाएको अनुभव सुनाएका थिए। त्यस्तै कार्यक्रममा उपस्थित भएका अभिभावकहरूले पनि विद्यालयले आयोजना गरेको यस्तो कार्यक्रमले बालबालिकाको क्षमता, पहिचान र विकासमा महत्त्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरेका थिए। उपस्थित अभिभावकहरूका अनुसार यस्ता गतिविधिले बालबालिकालाई सृजनशील बनाउन मद्दत गर्नुका साथै उनीहरूको भविष्यप्रतिको सोचलाई समेत स्पष्ट बनाएको बताएका थिए। त्यस्तै हिम श्रृङ्खला एकाडेमीका प्रिन्सिपल नारायण भक्त श्रेष्ठले यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक रूपमा सिक्न प्रेरित गर्ने बताउनुभयो। उहाँका अनुसार प्रयोगात्मक शिक्षण विधिले विद्यार्थीको सिकाइलाई दिगो प्रभावकारी र जीवन उपयोगी बनाउने मद्दत पुग्ने समेत उहाँले बताउनुभयो। कार्यक्रममा प्राकृतिक विपद व्यवस्थापन सम्बन्धी सचेतनामूलक सामग्रीहरू पनि समावेश गरिएको थियो। भूकम्प, बाढी तथा आगलागी जस्ता विपदबाट कसरी जोगिने भन्ने बारे विद्यार्थीहरूले जानकारीमूलक परियोजनाहरू प्रस्तुत गरेका थिए, जसले उनीहरूको सामाजिक उत्तरदायित्व प्रतिको चेतनालाई पनि उजागर गरेको थियो। हिम श्रृङ्खला एकाडेमीले हरेक वर्ष यस्तो कार्यक्रमहरू आयोजना गर्दै आएको छ, जसले विद्यार्थीहरूको प्रतिभा, पहिचान, विकास र प्रोत्साहनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यस प्रकारका एक्सपोहरूले विद्यार्थीहरूलाई आत्मविश्वासी, सृजनशील र प्रविधि मैत्री बनाउँदै भविष्यका वैज्ञानिक, इन्जिनियर र नवप्रवर्धनकर्ताहरू तयार पार्ने आधार निर्माण गरिरहेका छन्। व्यावहारिक शिक्षाको युगमा यस्तो पहल वास्तवमै अनुकरणीय र प्रेरणादायी बनेको छ।